70औं प्रहरी दिवस 2082 को अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नागरिक प्रहरी सहकार्य सुरक्षाको लागि अपरिहार्य भन्ने मुख्य नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदी 70औं प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा यो सिन्धुलीको बस पार्कमा यो रक्तदान कार्यक्रममा आज आयोजना गरिएको छ। यो रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत अन्य पब्लिकहरूको पनि यसमा उत्साहजनक हिसाबको सहभागिता रह्यो। नेपाल प्रहरीले जनतालाई दिने सेवा सँगसँगै यो आपद विपदमा रगत आवश्यकता हुने सन्दर्भलाई मध्यनजर गरेर यो विभिन्न समयमा विभिन्न टाइममा हामीले यसरी रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको हुन्छौँ। सिन्धुलीमाढीमा बुधबार भएको रक्तदान कार्यक्रममा 26 जनाले रक्तदान गरेका छन्। रक्तदातालाई प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल र प्रहरी उपरीक्षक सुवेदीले संयुक्त रूपमा फलफूल र जुस खुवाई सम्मान गर्नु भएको थियो। रक्तदान जीवनदान हो। यस्तो कार्यमा स्वस्थ व्यक्ति सबैलाई जोडिन प्रहरी दिवसको अवसरमा 22औं पटक रक्तदान गर्नुभएका रक्तदाता तेजेन्द्र खड्काले आग्रह गर्नुभयो। उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, मैले चाहिँ 2071 सालदेखि चाहिँ ब्लड डोनेसन गर्नु सुरु गरेको थिएँ। नेभी सङ्घ सिन्धुलीले पहिलोचोटि ब्लड डोनेसन कहाँ गर्ने कसरी गर्नु थाहा थिएन। त्यो बेला चाहिँ कस्तो थियो भने यहाँनिर त्यो ब्लड डोनेसन गर्ने ठाउँ पनि थिएन। जनकपुरबाट आउनु पर्थ्यो। त्यो चाहिँ कुनै भनौँ ओकेजनली कुनै बेला त्यस्तै कुनै चाडपर्व जस्तो हुन्थ्यो क्या त्यो ब्लड डोनेसनको लागि कुनै संस्थाले प्रोग्राम गर्दा फर्स्टचोटि त्यहाँ नेभी सङ्घले गर्दाखेरि दिएको थिएँ 2071 सालमा दिएको थिएँ। त्यसपछि बिचमा कतिखेर हुन्थ्यो थाहा हुँदाखेरि आएर दिने गर्थेँ। अनि त्यो कसैले मलाई यो भने पनि थिएन कि यसरी ब्लड डोनेसन गर्नुपर्छ, गर्दा राम्रो हुन्छ, यसरी रेगुलर गर्नु भनेर कसैले भनेको थिएन। कुनै कुनै बेला थाहा हुँदाखेरि गरिबस्थेँ। त्यस गर्दाखेरि त्यस्तो केही पनि भएको थिएन। मलाई असर त केही पनि परेको थिएन। जति दिँदैको त्यति हेल्दी हुँदै गएको जस्तो फिल चाहिँ भइरहेको थियो मलाई। अनि दिँदै जाँदाखेरि चाहिँ एउटा के चाहिँ भयो भनेदेखि मलाई होइन मैले अब यो ब्लड डोनेसन एकचोटि दिइसकेँ। अब जस्तै मैले 10 चोटि 15 चोटि दिइसकेपछि मलाई अझ आत्मबल बढ्यो क्या। अनि त्यसपछि यहीँ हाम्रै ब्लड ब्याङ्क खोलिसकेपछि अब मैले रेगुलर ब्लड दिनुपर्छ भन्ने मनमा आइसकेपछि म आफूले डिसिप्लिन राखेँ। त्यसपछि मैले के खानु हुने नहुने मैले के गर्ने भन्ने कुरा चाहिँ एकदम डिसिप्लिन राखेर चाहिँ अनि रेगुलर ब्लड डोनेसन गरिरहेको छु। यो ठ्याक्कै योभन्दा अघिल्लो वर्ष मैले एक वर्षमा 4 चोटि गरेको थिएँ। यसपालि चाहिँ म 5 चोटिदेखि 6 चोटिसम्म गर्ने चाहिँ सोच बनाएर राखेको छु। अब हेर्दै जाउँ के हुन्छ। जिल्लामा रगतको अभाव भइरहेको अवस्थामा प्रहरीले गरेको रक्तदान कार्यक्रमले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ। चिकित्सकका अनुसार 18 देखि 65 वर्षका स्वस्थ व्यक्तिले 3-3 महिनाको अन्तरालमा रक्तदान गर्न सक्छन्। ब्लड बैंक सिन्धुलीमा कार्यरत कुसुम सुवेदी, हाम्रो चाहिँ आज यहाँ ब्लड डोनेसन प्रोग्राम भइरहेको छ र हामीले डोनेट गरेको ब्लड चाहिँ 35 दिनसम्म बिरामी पेसेन्टहरूले युज गर्न मिल्छ। र हाम्रो अब अन्धविश्वास ब्लड दिँदा विभिन्न समस्या हुन्छ। धेरै हामीलाई समस्याहरू भयो कि भन्नुहुन्छ, तर त्यस्तो केही होइन। हाम्रो 120 दिनमा चाहिँ हाम्रो ब्लड सेलहरू आफै उत्पादन हुन्छ। हामीले दिएको हामीले ती 3 महिनामा हेल्दी स्वस्थ व्यक्तिले ती 3 महिनामा ब्लड डोनेसन गर्न सक्छौँ। र महिला पुरुष दुवैजनाको सेम नै हो। अलिकति महिलाहरूले पुरुषको भन्दा कम समय महिलाहरूले चाहिँ अब उहाँहरूको विभिन्न समस्या महिलाहरूको हुने भयो भने उहाँहरूले वर्षमा 2 चोटि अथवा 3 चोटि दिन सक्नुहुन्छ भने पुरुषहरूले 4 चोटि मजाले डोनेट गर्न सक्नुहुन्छ। नेपाल रेड क्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, पत्रकार र स्थानीय युवाको उत्साहजनक सहभागिता रहेको थियो। प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।